हेलो गाइज, आज चाहिँ कुरा गर्न गइरहेको छु टिभीएस कम्पनीको चाहिँ कुन बाइक नेपालमा उपलब्ध छ 2025 मा, के कति प्राइस पर्छ, के कस्ता पर्फर्मेन्सहरू पाउन सक्नुहुन्छ, माइलेज के कति पाउन सक्नुहुन्छ, ब्रेकिङ सिस्टम के कस्तो पाउन सक्नुहुन्छ, कति प्राइस रेन्जको बाइकहरू चाहिँ पाउन सक्नुहुन्छ नेपालमा भनेर चाहिँ फुल भिडियो चाहिँ मैले लिएर आइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुभएछ भने सब्स्क्राइब पनि गर्नु होला। र सुरुमा कुरा गर्नु पर्दाखेरि स्पोर्टी लुक्सबाट सुरु गरौँ। टिभीएस अपाचे RR 310 पाउन सक्नुहुन्छ। 310 सीसी को BS4 सिंगल सिलिन्डर 4 स्ट्रोक 4 भाल्भ ओइल कुल एसआई इन्जिनको साथमा पाउन सक्नुहुन्छ भने यसले म्याक्सिमम पावर भनेको चाहिँ 34 PS मा चाहिँ 9700 RPM चाहिँ प्रोड्युस गर्छ। म्याक्सिमम टर्कको कुरा गर्नु पर्दा 27.3 Nm मा चाहिँ यसले 7700 चाहिँ पिक टर्क जेनेरेट गर्छ। टप स्पिडको कुरा गर्नु पर्दा 160 को पाउन सक्नुहुन्छ। गियर बक्सको कुरा गर्नु पर्दा 6 स्पिडको पाउनुहुन्छ भने फ्युल ट्याङ्कको कुरा गर्नु पर्दा 11 लिटरको पाउन सक्नुहुन्छ। माइलेज भनेको 30 देखि 35 को पाउन सक्नुहुन्छ भने ब्रेकिङको लागि हजुरले डुअल च्यानल ABS चाहिँ पाउन सक्नुहुन्छ। सिट हाइटको कुरा गर्नु पर्दा 810 mm को पाउन सक्नुहुन्छ। ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा 180 mm को पाउन सक्नुहुन्छ। र प्राइस इन नेपालको बारेमा कुरा गर्नु पर्दा यो बाइक चाहिँ हजुरहरूले 7,49,900 मा चाहिँ किन्न सक्नुहुन्छ। अब अर्को बाइकको कुरा गर्नु पर्दा चाहिँ क्लासिक बाइक सेगमेन्टमा चाहिँ पर्छ यो। अब टिभीएस रोनिन 225 सीसी को डिजिटल हेडल्याम्प, डिजिटल मिटर, अप्स एन्ड डाउन सस्पेन्सन र क्लासिक लुक्समा चाहिँ पाउन सक्नुहुन्छ यो बाइक भने। 225 सीसी सिंगल सिलिन्डर 4 स्ट्रोक 4 भाल्भ ओइल कुल एयर एसिस्ट FI इन्जिनको साथमा पाउनुहुन्छ भने यसले म्याक्सिमम पावर भनेको चाहिँ 20.40 PS मा चाहिँ 7750 RPM प्रोड्युस गर्छ। र म्याक्सिमम पिक टर्कको कुरा गर्नु पर्दा 19.93 Nm मा यसले 3750 RPM चाहिँ प्रोड्युस गर्छ। गियर बक्सको कुरा गर्नु पर्दा 5 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ भने फ्युल ट्याङ्क चाहिँ 14 लिटरको पाउन सक्नुहुन्छ। एभरेज माइलेजको कुरा गर्नु पर्दा 35 to 40 चाहिँ मजाले पाउन सक्नुहुन्छ। ब्रेकिङको लागि हजुरले डुअल ABS पाउन सक्नुहुन्छ भने सिट हाइटको कुरा गर्नु पर्दा 795 mm को पाउन सक्नुहुन्छ। ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा 180 mm को पाउन सक्नुहुन्छ भने प्राइस इन नेपालको बारेमा कुरा गर्नु पर्दा 4,59,900 मा चाहिँ किन्न सक्नुहुन्छ। अब अर्को बाइकको कुरा गर्नु पर्दा टिभीएस रेसिङ बाइक नेकेड लुक्समा चाहिँ पाउन सक्नुहुन्छ। टिभीएस अपाचे RTR 204V यो चाहिँ दुईवटा भेरिएन्टमा पाउन सक्नुहुन्छ, BS6 र BS4 मा। यसमा चाहिँ LED हेडल्याम्प, डिजिटल मिटर, ब्लुटुथ कनेक्टिभिटी र मोडहरूको अप्सन पनि पाउन सक्नुहुन्छ। रेन मोड, अफ रोड र अर्बान मोडहरू पनि। 200 सीसी को BS6 BS4 दुईवटा भेरिएन्टमा पाउन सक्नुहुन्छ। सिंगल सिलिन्डर 4 स्ट्रोक 4 भाल्भ ओइल कुल इन्जिनको साथमा भने म्याक्सिमम पावरको कुरा गर्नु पर्दा 28.82 PS मा चाहिँ 9000 RPM प्रोड्युस गर्छ। म्याक्सिमम टर्कको कुरा गर्नु पर्दा 17.25 Nm मा चाहिँ यसले 7250 RPM प्रोड्युस गर्छ। FI मा भने म्याक्सिमम पावरको कुरा गर्नु पर्दा कार्बोरेटरमा भने 20.50 PS मा चाहिँ 8500 RPM प्रोड्युस गर्छ। र कार्बोरेटरमा म्याक्सिमम टर्कको कुरा गर्नु पर्दा 18.1 Nm मा चाहिँ यसले 7000 RPM प्रोड्युस गर्छ। गियर बक्सको कुरा गर्नु पर्दा 5 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ भने फ्युल ट्याङ्क चाहिँ 12 लिटरको पाउन सक्नुहुन्छ। एभरेज माइलेजको कुरा गर्नु पर्दा 30 देखि 35 को दिन्छ। ब्रेकिङको लागि हजुरहरूले डुअल डिस्क विथ सिंगल ABS पाउन सक्नुहुन्छ भने ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा 180 mm पाउन सक्नुहुन्छ। सिट हाइटको कुरा गर्नु पर्दा 800 mm को पाउन सक्नुहुन्छ भने प्राइस इन नेपालको बारेमा कुरा गर्नु पर्दा टिभीएस अपाचे RTR 204V BS6 मोडल चाहिँ हजुरहरूले 3,79,900 मा किन्न सक्नुहुन्छ भने कार्बोरेटरवाला मोडल चाहिँ 3,93,900 मा चाहिँ किन्न सक्नुहुन्छ। अब अर्को मोडलको बारेमा कुरा गर्नु पर्दा टिभीएस अपाचे RTR 164V छ। यसमा पनि हजुरहरूले LED हेडल्याम्प, डिजिटल मिटर, सिंगल ABS को साथमा पाउन सक्नुहुन्छ भने यो पनि हजुरहरूले दुईवटा भेरिएन्टमा पाउन सक्नुहुन्छ। BS6 र BS4 मै 160 सीसी सिंगल सिलिन्डर 4 स्ट्रोक 4 भाल्भ ओइल कुल इन्जिनको साथमा पाउन सक्नुहुन्छ भने म्याक्सिमम पावरको कुरा गर्नु पर्दा 17.55 PS मा चाहिँ 9250 RPM प्रोड्युस गर्छ। टर्कको कुरा गर्नु पर्दा 14.17 Nm मा चाहिँ हजुरहरूले 7250 RPM चाहिँ प्रोड्युस गर्छ। म्याक्सिमम पावरको कुरा गर्नु पर्दा 16.82 PS मा चाहिँ 8000 RPM प्रोड्युस गर्छ भने टर्कको कुरा गर्नु पर्दा 14.8 Nm मा चाहिँ 6500 RPM प्रोड्युस गर्छ। यो चाहिँ कार्बोरेटरवाला मोडलमा चाहिँ। गियर बक्सको कुरा गर्नु पर्दा 5 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ भने फ्युल ट्याङ्कको कुरा गर्नु पर्दा 12 लिटरको पाउन सक्नुहुन्छ। माइलेजको कुरा गर्नु पर्दा 30 देखि 35 को मजाले पाउन सक्नुहुन्छ भने ब्रेकिङको बारेमा कुरा गर्नु पर्दा डुअल डिस्क सिंगल ABS पाउन सक्नुहुन्छ। यसमा पनि सिट हाइटको कुरा गर्नु पर्दा 800 mm पाउन सक्नुहुन्छ भने ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दा 180 mm को पाउन सक्नुहुन्छ।
प्राइस इन नेपालको बारेमा कुरा गर्नुपर्दा यसको चाहिँ 3वटा मोडल पाउन सक्नुहुन्छ। टिभीएस आरटीआर BS6 FI स्पेशल एडिसनको भनेको चाहिँ 3,84,900 मा किन्न सक्नुहुन्छ भने आरडी ABS को चाहिँ हजुरहरूले 3,59,900 मा किन्न सक्नुहुन्छ र आरटीआर 164V FD मोडल चाहिँ हजुरहरूले 3,30,900 मा चाहिँ किन्न सक्नुहुन्छ। अब अर्को मोडलको बारेमा कुरा गर्नुपर्दा टिभीएस अपाचे आरटीआर 162V BT मोडल छ। 160cc BS4 इन्जिन सिंगल सिलिन्डर 4 स्ट्रोक 2 भाल्भ एयर कुल इन्जिनको साथमा पाउन सक्नुहुन्छ भने म्याक्सिमम पावरको कुरा गर्नुपर्दा 15.21 PS मा चाहिँ 8,500 RPM प्रोड्युस गर्छ। टर्कको कुरा गर्नुपर्दा 13.08 Nm मा चाहिँ यसले 6,000 RPM प्रोड्युस गर्छ। गियर बक्सको कुरा गर्नुपर्दा 5 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ भने फ्युल ट्याङ्क चाहिँ 16 लिटरको पाउन सक्नुहुन्छ। माइलेजको कुरा गर्नुपर्दा 40 प्लसको चाहिँ पाउन सक्नुहुन्छ। ब्रेकिङको लागि हजुरहरूले सिंगल डिस्क पाउन सक्नुहुन्छ भने पछाडिपट्टि चाहिँ हजुरहरूले ड्रम ब्रेक पाउन सक्नुहुन्छ। सिट हाइटको कुरा गर्नुपर्दा 790 mm को पाउन सक्नुहुन्छ। ग्राउन्ड क्लियरेन्स कुरा गर्नुपर्दा 165 mm। प्राइस इन नेपालको बारेमा कुरा गर्नुपर्दा आरटीआर 162V BT मोडल चाहिँ हजुरहरूले 3,12,900 मा चाहिँ किन्न सक्नुहुन्छ। अब अर्को मोडलको बारेमा कुरा गर्नुपर्दा टिभीएस रेडर यो चाहिँ BS6 र BS4 दुईटैमा पाउन सक्नुहुन्छ भने 125cc सिंगल सिलिन्डर 3 भाल्भ एयर कुल इन्जिनको साथमा आउँछ भने म्याक्सिमम पावरको कुरा गर्नुपर्दा 11.38 PS मा चाहिँ 7,500 RPM प्रोड्युस गर्छ। म्याक्सिमम टर्कको कुरा गर्नुपर्दा 11.2 Nm मा चाहिँ यसले 6,000 RPM प्रोड्युस गर्छ। यो चाहिँ FI मोडलको हो भने कार्बोरेटरवाला मोडलको म्याक्सिमम पावरको कुरा गर्नुपर्दा 12.9 PS मा चाहिँ 8,000 RPM प्रोड्युस गर्छ भने टर्कको कुरा गर्नुपर्दा 11.5 Nm मा चाहिँ 6500 RPM प्रोड्युस गर्छ। चाहिँ कार्बोरेटरवाला मोडलमा हो। गियर बक्सको कुरा गर्नुपर्दा 5 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ भने फ्युल ट्याङ्कको कुरा गर्नुपर्दा 10 लिटर। माइलेजको कुरा गर्नुपर्दा 55 प्लसको पाउन सक्नुहुन्छ भने ब्रेकिङको लागि हजुरहरूले सिंगल डिस्क पाउन सक्नुहुन्छ। सिट हाइटको कुरा गर्नुपर्दा 780 mm पाउन सक्नुहुन्छ भने ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दा 180 mm को पाउन सक्नुहुन्छ। प्राइस इन नेपालको बारेमा कुरा गर्नुपर्दा रेडर FI को बारेमा रेडर FI चाहिँ हजुरहरूले 2,96,900 मा किन्न सक्नुहुन्छ भने रेडर BS4 मोडल चाहिँ हजुरलाई 2,70,900 मा किन्न सक्नुहुन्छ। अब अर्को मोडलको बारेमा कुरा गर्नुपर्दा टिभीएस रेडन छ। 110cc सिंगल सिलिन्डर 4 स्ट्रोक एयर कुल्ड ड्युरेबल लाइफ इन्जिनको साथमा आउँछ भने म्याक्सिमम पावरको कुरा गर्नुपर्दा 8.2 PS मा चाहिँ 7,350 RPM प्रोड्युस गर्छ। म्याक्सिमम टर्कको कुरा गर्नुपर्दा 8.7 Nm मा चाहिँ यसले 4500 RPM प्रोड्युस गर्छ। गियर बक्सको कुरा गर्नुपर्दा 4 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ भने फ्युल ट्याङ्कको कुरा गर्नुपर्दा 10 लिटरको। माइलेजको कुरा गर्नुपर्दा 70 को पाउन सक्नुहुन्छ भने ब्रेकिङको लागि हजुरले ड्रम ब्रेक पाउन सक्नुहुन्छ। ग्राउन्ड क्लियरेन्स कुरा गर्नुपर्दा 180 mm को पाउन सक्नुहुन्छ भने प्राइस इन नेपालको बारेमा कुरा गर्नुपर्दा 2,36,900 मा चाहिँ किन्न सक्नुहुन्छ। मैले बनाएको भिडियो हजुरलाई कस्तो लाग्यो, इन्फर्मेटिभ भयो भने हजुरले मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। यदि हजुरलाई यो बाइकको बारेमा फुल डिटेल भिडियो हेर्नु मन छ भने मैले अरू भिडियोहरू पनि बनाएर हालेको छु, चेक गर्नु होला। र यो भन्दा धेरै डिटेल इन्फर्मेसन चाहिँ हजुरले सोरुममा पाउन सक्नुहुन्छ। नजिकैको टिभीएस सोरुम भिजिट गरिदिनु होला।